जो जलपा नेपालमण्डल टेलिभिजन या जाजो हसना सुयासना देवी सकल सोकिमे भाजु मेजुपिन्त जाजो सल्लस कुशलिसे अभिवादन नाचना जी अनुपसाखे पाखे वेक छम हने बहम व्यक्तित्व क्रोध कला शिरोमणि प्राज्ञ कालु कुमाले वेक या विषयले नेपालमण्डल टेलिभिजन या जाजो हसना स यको हे एपिसोड चिस किने थनाको छना छम सम्मानित व्यक्तित्व ख अले थुजापी सम्मानित थुजापी पूजा या बहपी व्यक्तित्व पिन्त पूजा या सम्मान या थका पशुपल भगवान बुद्ध न थया बिजना छौ हेसला वेक छम क्रोध कला या क्षेत्र जगमखु सम्पूर्ण हस्तकला या क्षेत्र हे सकस्या सम्मान या बहम छम व्यक्तित्व ख कलाकार अर्नीको गथे योगदान याना हुन अथे हे हस्तकला क्षेत्र योगना वना दिम छम व्यक्तित्व ख वेकन दिगु मूर्ति त थन नेपाले जगमखु देश विदेशे छगु पूजनीय देवदेवी कथा त्यहाँ तगुदो अनेक गुम्बा छ मठ मन्दिर छ म्युजियम छ हरेक थासे वेकया गु कृति त ख गु बया तगुदो उकिया त छगु पूजा याना सकस्याना छगु सम्मान न बिया छगुदो विक्टोरी एन्ड अल्बर्ट छगु म्युजियम गु लन्डन या उगु म्युजियम छ वेकया मूर्ति दु अथे थनिया स्थानीय यको हे मठ मन्दिर छ छमाराध्य देव कथा वेकया मूर्ति या त वेकन देखा देगु गु भगवान मूर्ति या त सकस्याथन पूजना चौकुदो दलाई लामा या क्षेत्र पाखेन गु थो सोवतका छगु उपनाम वेकत ब्यात गुदो उबाहेक तिथि कथा या सम्मान वेकत ब्यात गुदो गोर्खा दक्षिण बाहु क्रोध कला शिरोमणि प्राज्ञ लगायतया छाडासा वेक छम थुजा महे सम्मानित व्यक्तित्व ख अलि वेकय विषयले अनेक जानकारी चिस बिया छना नेपालमण्डल टेलिभिजन जाजो हसना पाके थौ वेकया छगु मेगु सुखद तीन छगु सुखद जाजो थौ सम्पन्न जो गुजला वेकया सफल प्यावे तुंकला लिस्लिसे वेकया नामे गु देकु गु वेबसाइट व डकुमेन्ट्री वा वृत्तचित्र न थौ थन लन्च जो गुजला उली जग मखु वेकन थगु मातृभूमि थगु थासे गु जिम्मेवारी कया वयाचना दिपी जनप्रतिनिधि पिख वेक पिन्तन छगु माया छौ सम्मान याना वेक पिन्तन छगु पिन्तना बिगु कथन थो जाजो थौ यहाँ गुजला थगु जाजो या छौ लु छित किनेकु जी लिसे क्रोध कला शिरोमणि कालु कुमा बायत कया वेक पिनुगु गुन्नुग ख वन छित थौ किनेकु जी सुयाचना दिशा नेपालमण्डल टेलिभिजन या जाजो हसन कालु कुमा ढ्यारुन स्याटे वेक नेपालीमा सम विख्यात क्रोध मूर्तिकारे वेक ठे जो मोर्म मनो मेमा दयमरो तस्के बाला वेक यो सिर्जना एजो कार्नैना थौ क्रोध शिरोमणि फाउन्डेसन गो छो कार्यक्रम याना वेक यो नामे गो वेबसाइट लन्च याओ नाप चाहिँ वेक यो छौ वृत्तचित्र यो चाहिँ लोकार्पण याओ नाप जिपी चाहिँ स्थानीय चुनावे ट्याका वे पिन्त वेक न चाहिँ छौ किसिम आशीर्वाद बिउ वरदान बिउ व जिमो न्यार यो कार्यकाल बाला मार्का वेक न जिमतगु आशीर्वाद बिया दिल ठकै लागि चाहिँ जिपी तस्कहे खुसी जो नाप वेक ठेजाम व्यक्तित्व गुमेश यो चाहिँ मतलब उमेर न लगभग जो के डेर हुँकल तर ऐसा न वेकन थौए छौ चाहिँ मूर्ति गु वेकन ठो उमेरे सिर्जना या मूर्ति स्वेब लेला बाफरे बा ठो खलनाले ब्याज के मको तस्के बाला तस्के छाटो एजो काने न वेक ठेजाम व्यक्ति त वेक ठेजाम व्यक्ति यलो महाम नगरपालिका दुईगुडीको चाहिँ जियो लागि चाहिँ छौ तस्के तरौ ख एजो कार्नैना यलो महानगरपालिका पाखे वेकै त यखनै चिसा चाहिँ एकदमै
छौ चाहिँ विशेष कार्यक्रम त्यहाँ चाहिँ सम्मानीय जुई ठोज्या चाहिँ यलो महानगरपालिका नेच्याई धैगो खचाइ छु लोकप्रिय टेलिभिजन माध्यम मार्फत जे चाहिँ सार्वजनिक याना जुल ठो सन्दर्भ वेक जगन मखु थन छिठा येले चाहिँ वेक टिपी ठ्याजापी यो क्वे व्यक्तित्व कला क्षेत्र सम्पदा क्षेत्र चाहिँ तस्का नाजापी व्यक्तित्व दु वेक पिन्ता छिसा चाहिँ विशेष तवर हनबन तेमाओ आवश्यकता दु जुल अले जिमु छौ विशेष खचाइ छोरा साने ठोठे जापे तस्का हनबन तेटा लाइक पे डे वो छियो नगरियो चाहिँ विश्व क्षेत्र ना प्रख्यात याउ लागि चाहिँ ग्वालियना वेक यो ठाउँ सिर्जना चाहिँ ग्वालियना चाहिँ डे यो ना ठकाउ लागि गो ग्वालिजी चौख वसपोल ठेजा पिन्ता चाहिँ महानगरपालिका चाहिँ इन्करेज यामा तर इन्करेज याउ सन्दर्भ चाहिँ वेकपी मरेका मुख डुब्ले छिसा चाहिँ वेकअप पिन्ता चाहिँ छिसा सम्मान यामा ठैगो छिसा यलो महानगरपालिका छौ सिद्धान्त अपने नोन्दु ठोय सिद्धान्त अन्तर्गत वेक लगायत मे पिन्तना छिसा चाहिँ सम्मान या जुई थौ क्रोड कला शिरोमणि कालु कुमाले ज्यू चाहिँ गुइर डुओ यो परि उपलक्ष्य चाहिँ वेक यो वेबसाइट हो वेक यो वृत्तचित्र थौ लन्च हुको छ ल ओके ना चाहिँ वसपोल छि कालु कुमाले ज्यू त चाहिँ योको शुभकामना नपा बराइन ब्याचना वेक न गुली नेवन चाहिँ मेनेटेना ठुको अवस्था तक छना चाहिँ छि वो क्रोड कला शिरोमणि दिगा चाहिँ उपाधि कया दिउ ख उके युपति मेहनती उके चाहिँ ठाउँ चाहिँ छौ वृत्तचित्र लन्च हुको छ ल अथेन्टो वया लिपाइन भविष्य न अझ भवानाको कृतित स्थापना याफेमा छिसा चाहिँ भविष्य वेकै त अझ बालाको चाहिँ छिसा सम्मान याफेमा भएको प्रार्थना चाहिँ वसपोल याता पिन्टु टाइम त्यसना सुगा जिगु हिसाबन व्यक्तिगत यो हिसाबन थाउ खसा वेक गइ पाखे चाहिँ क्रोड कलाली चाहिँ यक्वे तरंगु जाइना दिगु जुल या त नप नप वेक पाखे क्यापिन्टर न पुस्तान्तरण एकदमै बालको भनाचंगु लिपा छि नुगु जेनेरेसन पिन्टन योको तरंगु तरिका न चाहिँ आ ज्या बनाचंगु ज्या थो चाहिँ तस्क तरंगु ज्या ज्या चंगु न छिसा त्याका छ नप हस्तकला महासंघ पाखे थाउ खसा आठौं कुने छियो चाइना मार्केट भुटाने सेउ खसा या त चाहिँ छियो थो साउथ एशियन कन्ट्री न योको ड्याटो बना चंदु उके चाहिँ थो क्रोड कलायु लागि चाहिँ नेपाली तर्फ चाहिँ खनिया जको छिसा खना चंगु दु ज्या चाहिँ वेकै पुस्ता पाखे वेकै पाखे जगे उना चंगु छिसा योको खना चंगु या त वे शिष्य बिन संस्था काटो पाखे उना खना चंगु उके चाहिँ छियो र हस्तकला क्षेत्र चाहिँ तरंगवे योगदान दुगु छिसा हस्तकला महासंघ पाखे न त्याका तस्कय सुरुवाती विषय सुरुवात तो मूर्तिकला अथवा तो चाय भाडादेखि पनि गु प्रजापति जातीय वेक संभाग अनौर्सी वेकला चाहिँ जीवन निर्वाह या त गुको सङ्घर्ष यान्जेल गु कस्ती यान्जेल छौ चाहिँ एकदमै अविस्मरणीय उदाहरणीय ख क्रोड शिरोमणि कालु कुमाल भचा जी मस्यु कथा जी मचबले नि से वेकाले जी मस्यु वो गिरजा मस्यु आशा चाहिँ जिमी बची पारिवारिक चिन्जान दो वेकाल से नापे अनि वो इने से जो देखिमा काल दाइका वेका एकदमै चर्चित तस्कै प्रसिद्ध मूर्तिकार का
गोथे जासा थो परम्परागत विधा जुल अहिले छौ आधुनिक विधा थियो आधुनिक विधा चाहिँ अब प्रचार प्रसार अब जियो त्यो ट्रेडिसनल विधा चाहिँ परिचय चाहिँ संकोच का पछि चाहिँ प्रचार प्रसार जाने ने वही न मुको अहिले ठिकै लगे जिपि कलाकार त जया देउ गाउका मे छेमा या खाले पि कलाकार त जिरियाना न अहिले छे चुना कोठा चुना जयु अहिले ठाउँ यो दिन चलायो यहाँ किसिम जिजिले प्रचार प्रसार कम जियो जी ललितकला प्रज्ञा प्रतिष्ठाने कुलपति जिया हुयाले जिमसा हुआ कहे त सम्मान दिएगा उच्च सम्मान नासा हुआ कहे जिमसा मानार्थ सदस्य घोषणा वही पाखे सम्मान बिया हुआ कहे त प्राज्ञ रूपमा हुआ जिम ललितकला प्रज्ञा प्रतिष्ठान सम्मानित व्यक्तित्व खुवाएका यसले चाहिँ आ हुआ मूर्ति तो हुआ क्रोध शैली हामीलाई क्रोध शैली यो चाहिँ अभिव्यक्ति बिउले हो वेक नाजामे जुल वेक यो चाहिँ त्यो क्रोध कला शिरोमणि थका जो एभरेस्ट फाउन्डेसन वेक त घोषणा हेर्छ जो संस्था घोषणा हेर्छ अहिले वो चाहिँ थन योको चर्चा जुल अहिले वेकै परिवार पिछन योको जिबिन अब सपोर्ट या उगी विषयलाई खना बोला न यहाँ दिला अहिले वेक पिछन चाहिँ कालु कुमाले यो लुमुन्तिपो स्मारिका अथवा उहाँको यो सपु पिधने चाहिँ खला होला अहिले जिम्सा तयारी अन्त यो दो उछ्यागा जाला यसो जिम्सा पिकाए थियो किताब ललितकला प्रज्ञा प्रतिष्ठान पिकायो बोले उयो चाहिँ मान्यता बाँलै उयो मूल्याङ्कन बाँलै खला अब पिकाटा तरौँ खला मखो धेरै खला तरौँ खला मखो पिका ललितकला यो ब्यानर पिका रहेछ बाँलेका जिम हुँदा सुझाव बिहा अहिले वो अनुसार उहाँको एक खुसी लगा चाहिँ राकेश विशेषण उहाँको यो राकेशी यो को लगाइयो त्यो के अहिले जिमसँग पिकाएका आज पिँड लाँदै इनाबी पो किताब उहाँ त ख अरे उहाँको यो चाहिँ जिमसँग छुयाफो वो जिमसँग याओ याना उहाँको त सम्मान याओ मेरो छुयाफी खुन मको पुरस्कार बिउ वरिष्ठ एकदम शिष्ट थाहा थिएनको पिण्ड पुरस्कार सिया सम्मान धेरै महत्त्वपूर्ण जो उठ्न सम्मान होइन उहाँको नभ जुगु धा ललितकला प्रज्ञा प्रतिष्ठान यो सफु चाहिँ बालाका कालु कुमाले ज्यूसँग लामो अनुभव त होइन मलाई यो शोभा साक्यजीले चाहिँ उहाँसँग चिनाइदिनु भएको गत साल हामीले यो राष्ट्रिय ज्येष्ठ नागरिक कोषको तर्फबाट एउटा राष्ट्रिय ज्येष्ठ नागरिकहरूलाई मात्रै समेटेर एउटा क्यालेन्डर बनाउन भनेर भन्दाखेरि चाहिँ लक्ष्मी शोभा साक्यले चाहिँ हाम्रो यो ठाउँमा ल्याइदिनु हो उहाँको भेट्दाखेरि त उहाँ त एकदम चाहिँ नि अलौकिक व्यक्तित्व जस्तो लागेको किनभनेदेखि यो उमेरमा पनि मान्छेले क्रियाशीलतापूर्वक चाहिँ यत्रो मूर्तिहरू बनाउने त्यो पनि फरक विशेषताको मूर्तिहरू बनाउँदाखेरि चाहिँ ज्यादै खुसी पनि लाग्यो हैन म एउटा कुरा चाहिँ के भन्छु भनेदेखि यो रेडियो टेलिभिजन पत्र पत्रिका सबैले युवाहरूलाई मात्रै प्राथमिकता दिन्छ ज्येष्ठ नागरिकहरू जसले 90 वर्षको उमेरमा मूर्ति यसरी बनाइराखेको छ त्यस्तो कुरालाई चाहिँ मिडियामा ज्यादा प्रचार हुनु पर्यो र हरेक ज्येष्ठ नागरिकले काम गर्न सक्छन् र अर्थतन्त्र निर्माणमा योगदान दिन सक्छन् भनेर मिडियामा जानु पर्यो र ज्येष्ठ नागरिकहरूलाई चाहिँ आफ्नो काम अनुसारको क्रियाशीलता चाहिँ यो मिडियाले दिनु पर्यो भन्ने लाग्छ मलाई।
पहिला चाहिँ हामीले क्रोध कलाको लोगो डिजाइन गरेको थियौँ सो डिजाइन काम पनि हामीले नै गऱ्यौँ सो डिजाइन गर्ने बेलामा एकदमै यसको चाहिँ एकदम मेमोरेबल छ भनौँ न यो डिजाइन चाहिँ किनभने हामीले क्रोध कलालाई रिप्रेजेन्ट गर्ने प्लस कालुबालाई रिप्रेजेन्ट गर्ने खालको लोगो खोजिरहेको थियौँ सो हामीले लगभग 20 वटा कन्सेप्ट चाहिँ हामीले पहिला गऱ्यौँ सो त्यति गर्दा पनि हामीलाई नै चित्त बुझेन कि यो लोगोले चाहिँ कालुबाला प्लस यो फाउन्डेसनलाई रिप्रेजेन्ट गर्छ भन्ने कुरा सो पछिबाट हामीले बनाउँदै जाने क्रममा जुन अहिलेको लोगो छ त्यो फाइनल भयो लोगो फाइनल भएपछि लोगो सँगसँगै हामीले वेबसाइटहरू डिजाइन गऱ्यौँ सो वेबसाइटमा चाहिँ हामीले मेन फोकस भनेको कालुबाले के काम गर्नु भएको छ होइन सो उहाँले समाजको लागि के गर्नु भएको छ प्लस के गर्न लागिरहनु भएको छ भन्ने कुरा देखाउनको लागि हो प्लस उहाँले गर्नुभएको कामलाई चाहिँ एउटै ठाउँमा ल्याउनको लागि पनि हो यो वेबसाइट चाहिँ जस्तो उहाँले धेरै पहिला नै यो वेबसाइट या संस्थागत गर्नुभन्दा पहिला धेरै सहयोग सामाजिक सहयोगहरू गर्नुभएको छ सो त्यो कुरालाई एकै ठाउँ डकुमेन्ट हुनुपर्छ त्यो कुरा चाहिँ एकै ठाउँबाट आउनुपर्छ प्लस क्रोध कला शिरोमणि फाउन्डेसन भनेपछि यसको बारेमा चाहिँ विस्तृतमा कालुबाको बारेमा फाउन्डेसनको बारेमा उहाँले गर्ने कामहरूको बारेमा विस्तृतमा आउनुपर्छ भनेर चाहिँ हामीले यो वेबसाइटको काम गरेको छौँ यसमा हामीलाई अझै पनि डकुमेन्टेसनको लागि अझै पनि च्यालेन्जिङ नै छ हामीलाई यो काम गर्नको लागि चाहिँ जस्तो उहाँले पहिला धेरै सहयोगहरू गर्नुभएको छ जसको रेकर्ड नै छैन होइन सो सहयोग गरे यता गऱ्यो भनेको छ तर त्यसको त्यो मिलाउनको लागि त्यसको कन्टेन्टको लागि चाहिँ अलिकति काम गर्ने बाँकी छ यसमा यो त हाम्रो यो त वेबसाइटको फर्स्ट ड्राफ्ट मात्रै हो होइन अब यसमा अरू अपडेटहरू हुन्छ यसमा फोटो प्लस कन्टेन्ट प्लस अरू फिचरहरू पनि अपडेट हुन्छ यसमा अपडेटिङ भइरहन्छ भनौँ न वेबसाइट भिजिट गर्न तपाईँहरूले आफ्नो युआरएलमा गएर www.kumalefoundation.org लगइन गर्नुभयो भने चाहिँ तपाईँले फाउन्डेसन देख्न सक्नुहुन्छ भरे 6 बजी त तपाईँहरूले यसमा उहाँको वृत्तचित्र अघि जुन प्रसारण भयो त्यो पनि 6 बजेपछि देख्न सक्नुहुन्छ दुःख नदिनु लुम्नाउमा थियो अथि सुखनकारी यो न अथि जुल जुल भन्छ दुःख न ता होला खा नब यो कुरा दुःख साइ कुरा नतेनु थौजी छुरी थियो जिगायो जो सब ना मखाउ रहनु राकेश का समझना है ना सकला कापिन सकला अथि खा न कोशिश ना जुमा गन्तकुन मालो वना चाहिँ मोसिगा यहाँ जुम चाहिँ राकेश खा बालको यहाँ बेला जितु खुसाद न यो गुली अथि खा यो फुको लोमंग अथि बेला बालको सक्सन मोसिला खला जिना जान चाहिँ जिन्दगी ज्याचो सान्छे अझै खुन्छ गर्न दाल बुझे जे सोथाने चाहिँ नब गम्प्याको भियो दो ज्यादा सोरेज का पावे बारे न मला नबी बोबा ओबा सुगर से पावे अदे सब जातियो जे कन्ठा वर्ष हो खाबा देख्यो खाबा देगा मौसम में देगा यहाँ मस्त त जिसा कुकल भी का ये भी मस्त तो मिया है तिमीले पिङ वो गागा नि हस यहाँ मिया जो आखिर म त समझ न मापटा चाहिँ वो 15 देता मिएको खने वो अवस्था वो सँग खेत देगा सुनो त्यहाँ मिएको ला वो सुना देगा का निन दे काल न देगा कना कोन्थे इता हुइया सता बोल्नु हो त गया छोटा गायो खला गया किन ख काम चाहिँ जैन मते सियो दगे ल सियो चाहिँ के सि नम्बर सि बन्द चाहिँ हिवामा हिवा नम्बर हिवा न जे बि सि न जे बि चाहिँ देख्नु त्यहाँ सियो देखिया डबल जब यो हो कार्यक्रम
विषयले जानकारी क्या राकेश अवाले दाइ नपन्दै दक्ले नापा थौ या ज्याझो या पाखे सुरुवात या थौ छु ज्याझो चोको जला ठाउँ वास्तविक ज्याझोला ची वायुपट्टि 90 वर्ष क्यों यो जन्मोत्सवपट्टि उपलक्ष्य कया ठो ज्यान्याको ख उगे मध्ये वृद्ध बुवा अथवा 90 वर्ष दे ढुङ्गुमा बा उएकन चाहिँ जी यसले जन्मे जो ख यसले मतलब कि जोपट्टि सम्पूर्ण समय भेटित जो ख एजुलिना वो यसले चोपी ठौँ या नुगुपी गो मेयर उपमेयर अले अध्यक्ष पी सदस्य पी सुसुले जी जो टवाले जो वडा वो पनि टक्न मुनु ममेसिल तैपनि वायु गुनासो या टकया ठौँ नुगुपी पुनर्निर्वाचित या नवनिर्वाचित पी मेयर उपमेयर लगायत अध्यक्ष वो सदस्य पिला तो कार्यपालिका सदस्य हो प्लस 6 वडा हो 23 वडा या सदस्य पी टक्क 6टा 12 मतलब कि साक्षात्कार बाटा मसीके बिउ अहिले वायु पाखिएन वेका पिण्ड छोटो 5 वर्षीय गु कार्यकाल दु उगे युपट्टि मतलब कि सफलता लागि वो शुभकामना बधाई चाहिँ देशाको कार्यक्रम ख वो नाप्ना पस्तु भाइ नामे छौ फाउन्डेसन गो गठन जोडु वो फाउन्डेसन युपट्टि ठाउँ वेबसाइट चाहिँ लन्च जुला अटिदिन छौ भाइपट्टि छौ वृत्तचित्र बने जोडु वायु संक्षिप्त जीवनी आधारित वो आधारित जीवनी वृत्तचित्र याटा चाहिँ ठाउँ शुभारम्भ यागो न ज्या चाहिँ तालट अहिले चाहिँ छौ थगो मातृभूमि या निर्वाचित पिन्त अन्न चाहिँ सुना चाहिँ छौ जिम्मेवारी कया वो पिन्त छक नाप्ला रैपटी वेको थो इच्छा न जुला वेको पिन्त छगो पिन्द न बिगु कार्यकाली नीति चाहिँ शुभकामना बिउ इच्छाला थो डुगु जुला लेसे वेबसाइट व वृत्तचित्र न लन्च को जुला बच्चा आकन ठुक वेबसाइट व वृत्तचित्र बिचले बच्चा आकन छु डगलेला टरौं खचुरगा ढासा वायु नामे अथवा कालु कुमाले यो नामे जसा फाउन्डेसन गठनीय ड्युटी खख वेको पिनिपट्टि नापायो गो छो व्यतीत जीवन ड्यामल नापा जुआउने ढुङ्गो घटित घटना त उके यो आधारे चाहिँ ठो फाउन्डेसन याटा ढासा बानलाई अब वेको पिन्छ चाहिँ छो छरपस्त रूपमा चाहिँ कोष खडा याउ अथवा सहयोग याउ हरेक ठासे चाहिँ ठपिन्छ फुड चाउपट्टि गो ग्वालियापट्टि ओ याना उया चाहिँ निरन्तर त्याले ठोला गणना मतलब कि छौ छुर्का ढासा संग्रहित जुइ मक्टा याटा सिडल जुला त्याले ठुयाटा चाहिँ व्यवस्थित रूपमा झिसा मतलब कि छौ फाउन्डेसनले दिया छौ संस्था दिएका उनी फोटो ढाल्ला छ ठो कमसे कम निरन्तर न्याय लिबर ठुके चाहिँ बन्लागु टडंगु ढिसिलागु पटी ज्या फैचा ढासा बाय झिरकाडा पुलि मफया 10 रुपैयाँ डा पुलि मफया चाहिँ गो औपचारिक शिक्षा पाखे चाहिँ वञ्चित जुइमाला ठाउँमा पनि मखना अनवया ठाउँमा ध्यानुकी 2024 साले गु मन्टा वो मडुबले चाहिँ भानाठो कला ज्या ढुङ्गुला या ढुङ्गो साना ठाउँमा उलिएन औषधोपचार या मफ्टा ताकि उबले ढेवा सिके ठिके ज्याइना न खाली च्योजको जुला उखे चाहिँ ठाउँमा छु कमाया मफु एजुलिना ठो गु वायु माजु अझि ढ्यामलका वो अझि निडनयना चाहिँ ठुली पीडा दाइजुले के वो चाहिँ जी क्या सक्षम क्या दियाना जी छु या मफ्टा त्याले जी स्वास्थ्य क्षेत्र छुन छु यामा हेल्प यामा ठेबी निडी पर्सन्स त अथवा या मफुपी मनुटा अझ पिन्ड निय पेंगल जी ग्वालिया दसाना एकदमै टडुङ्गु ठो सहयोग जी नका वायु दि मन काटो ठोंगने वातावरण गु प्रदूषित हरेक चीज मतलब कि तो जुलियाना चाहिँ एकदमै मतलब कि बाटा चाहिँ मन खोपडी खजुल काठो ए जो वातावरण क्षेत्र न छु जी या फुसा जु निय पेंग जी गनन टेया तो वातावरण बाला डल्ला छ एकदमै बेस्ट जी रगा उगे माथि न अन लास्ट डे वया छुर्गा ढास कला क्षेत्र ढक्ले टर्नुला कला जी ठो कला क्षेत्रमा गुलिन भटी छ कमाएन उगे निय पेंग गनन जी मतलब कि ठो कला यपटी गु ठावे मफिया चोबी कलाकार पिडु इमु लागि जी छु जया अथवा कला विकास लागि छुयाफु नगुपी नवोदित कलाकार पिण्ड हरेक क्षेत्रमा चाहिँ मतलब कि मतलब भटी छ मगा मचा जुया चौपटी ख उके निय पेंग जी ठुके मतलब कि योगदान या त्यसपछि ठोप परिकल्पना चाहिँ मतलब कि भाबिन्छ याउजल ठो वो चीज या संस्थागत या डिब्री छौ छ जिमसा ठो ताटुना चाहिँ क्रोड कला शिरोमणि फाउन्डेसन वेको यो उपाधि नाम चाहिँ ठो गठन यान हजुर हजुर अवश्य न थो वेको या कलाकृति चिस ठुकु इले न ठुकु उमेरे न वेकन थयपति गु शिप ख
व केनाचना दिएको जुल जा यनाचना दिएको जुल प्रेरणा बियाचना दिएको जुल दाइले से युको खलाबला जे तुंगला बाय विषयले न व्यक्तिगत युको खलाबला जे तुंगला अथौ छमक गु क्रोध कला शिरोमणि कालु फाउन्डेसन अध्यक्ष नाता जिने अध्यक्ष नाता लिसे थौ या ठगु ज्याझो नथौ सफलतापूर्वक सम्पन्न जुगु जुल सफु प्यावे तुंगरा वेकया वेबसाइट प्यावे तुंगला वृत्तचित्र प्याङ्गला अझ न वेकया विषयले जिन हजन द अनुसन्धान या मानि वेकै विषयले किन मानि युको चीज दनी वेकै पाखे प्रेरणा क्या मानि ज्ञान क्या मानि युको दनी छम फाउन्डेसन या अध्यक्ष नाता थौ या कार्यक्रम सबै आदि पि लगात वेक कालकुमाले या ठुगुलिन थौ गुलिन ज्याफुङक सफल जुला उके नीति सौ सख्तना सुब्याबी कठा गुखना एकदमै दक्ले टरुमडी चिज सुरु काटा छ मनुटे एकदमै ठुङ्ने टाइम चाहिँ लिमला रुङ्गला छ वो टाइम लिमला सान वो फुर्सदी बावजुद न थन गुलिन उपस्थित ज्यादेला जस्तै कि सङ्घ संस्था या प्रतिनिधि पि अध्यक्ष पि अथवा हरेक क्षेत्रमा हरेक ठाउँमा चाहिँ सहभागिता जनेना ड्युली चाहिँ जिपि एकदमै खुसी दु ओके लागि वेकअप इन्टा डुनुग्लो निसे शुभ देश नाचना वेकअप इन्टा एकदमै साधु बाटे छ पूजा च पूजने यानङ एतङ मङ्गल मुत्तमङ पूजा या बहपिनीको सम्मान या बहपिनी त सम्मान या गु ठोछगु उत्तम गु मङ्गल ख भगवान बुद्ध या छगु ठुगु वाक्य लिसे थौ या ठुगु ज्याज हो या समापन या गुण जे विचाय नाचना ताठेन वेक क्रोध कला शिरोमणि प्राज्ञ कालु कुमा छम पूजा या बहम छम सम्मान या बहम व्यक्तित्व ख वेकैके ज्ञान दु वेकैके शिव दु वेकैके अनुभव दु अले वेकैके डुगु थुगु शिव थुगु ज्ञान थुगु अनुभव चिसक शान कया बनिनु अले वेक गु गु व्यक्तित्व ख गु व्यक्तित्व पाखेन चिस प्रेरणा कया बनिनु थुले ढासे वेका थे जापि व्यक्तित्व पिन्त चिस गु कथा थठगु पाखे थठगु पक्ष थठगु क्षेत्र गु कथा चित सम्मान या फै सम्मान या नबनिनु वेकै पाखे छु अच्छा प्रेरणा क्यानु वेकै पाखे चिस ज्ञान कया बनिनु थुले ढासे वेकै त हक्न छक ठुगु गु वृत्तचित्र लगायत वेबसाइट लन्च गुजला अले सफुन वेकै प्यावे ठुगु गुजला ठुकिया विशेष वेकै त भिन्तुना व अभिवादन व नमन यासे क्यामेरा पर्सन रामराजा बजाचार दैतन सुबा विषय जनप सकेन ओजा फनाचना मेगुवाले नाप्ला ठौ तबा सुभा